सो जस्ट हामी चाहिँ अहिले चितवन सहर जान लागेका छौँ। हामी तिनजना पछाडि गफ गर्दैछौँ होइन, मोबाइलमा कोसँग कुरा गर्दैछन्। हामी चाहिँ सहर जान लाग्यो। सहरमा खासै केही छैन भनेर सुने जस्तो लाग्थ्यो। अब के छ कसो छ म उतै गएर तपाईँहरूसँग मिलाएर देखाउँछु होइन। सो जस्ट म चाहिँ यहाँ पुरिरहेको छु होइन। हिँड्नै ढिलो छ, 11 बज्छ माथिबाट हिँडेर 11 बज्छ। कहिले जाने कहिले के गर्ने कहिले के गर्ने केही कुनै छैन, उद्देश्य बिना हिँडेँ म त। ओहो निन्द्रा लागिसक्यो यहाँ आफूलाई। अब उनीहरू भर्खर आउँदैछन्। ऊ कस्तो म अब छिटो हिँडौँ भन्दा भनौँ भने के भनौँ। ल अब हामी निस्किन्छौँ बिस्तारै त। सो जस्ट हामी चाहिँ अहिले थाइदिन चौकमा छौँ। टक्क हामी सबैजना चौकमा आइसकेका छौँ। अब यहाँबाट टक्क गाडी चढेर चाहिँ हामी निस्किन्छौँ। गाडी चढिसकेको छौँ। यस्तो छ भ्यूहरू। गाडीमा गएर हेर्छौँ है। सो हामी चाहिँ अहिले चितवन राष्ट्रिय निकुञ्जको भित्र छ। म्युजियममा छिर्न लाग्छौँ। अनि टक्क लगाएर यहाँ चाहिँ टिकट काट्नुपर्छ। म्युजियम चाहिँ उताभित्र हो। यहाँ बाहिर बसिरहेको छ। अब टिकट काटेर सायद भित्र जान्छौँ होला। अनि भित्र पैसा देखाउँछ है त। ल हामी चाहिँ टिकट काटेर लिइसक्यौँ। अब मलाई चाहिँ एउटा कुरो के भन्नु मन लाग्छ भने यहाँको टिकट काउन्टरमा विद्यार्थीलाई चाहिँ छुट दिनु भनेर चाहिँ म त्यही भन्न चाहन्छु। छुट पनि दिए होइन। ल टक्क लगाएर हामी भित्र छिर्दैछौँ। यस्तो छ। अब यहाँ टाउको राख्ने अनि फोटो खिच्नेवाला भइहाल्यो। यहाँ जनावर कुकुर हो चिन्नु है। यहाँ चाहिँ त्यसरी लेखेर छ। यतातिर त्यस्तो छ। यस्तो हुन्छ धेरै सप छ। सप छ है। सप छ सबै देखाउँदा अब यस्तै हो। यता हेर्नुहोस् यस्तो छ टक्क लगाएर। Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go through the wastelands, through the. हामी चाहिँ म्युजियमबाट निस्किसक्यौँ। अनि यहाँ चाहिँ बाँदर रहेछ पछाडि। अब बाँदर त के देखाउने, गोप्रोले क्याच पनि गर्दैन। अब चाहिँ हामी हात्ती हेर्न जान लाग्यो। सायद हात्ती छैन जस्तो लाग्छ। त्यही नै अब जाउँ हेरौँ छ कि छैन हेरौँ। रहेछ भने हेरौँ ल। रहन्छ भने अब त्यही हो। अब भाग्यमा छैन भनौँ होइन। छैन त छन् त छ भाग्यमा। अब कि अलिक बिहानै आउनुपर्छ कि बेलुका टाइपको आउनुपर्छ। अनि देखिन्छ। अहिले त चर्न गयो होला यताउति गयो होला। ठिक छ केही भएन। अब हामी निस्किन्छौँ टक्क लगाएर हात्ती हेर्न। अब रहेछ भने चाहिँ देखाइहाल्छु। छैन छ भने त्यहाँ पुगेर हात्ती बस्ने ठाउँसम्म पनि देखाइदिन्छ है। र साथीभाइहरू हामी चाहिँ आइसक्यौँ। एउटा हात्ती रहेछ त्यो कति 3 4 5 6 7 8वटा समथिङ उसमा रहेछ। यहाँ चाहिँ टक्क रहेछ हो। हेर्न सक्नुहुन्छ। अब यहाँ जुम गर्न मिल्दैन। यतिकै हेर्नु टक्क लगाएर के हो हात्ती हेर्न सक्नुहुन्छ। यस्तो छ अरू ठाउँमा। यतातिर हात्ती नै छैन क्या भएको। यहीँ एउटा हात्ती रहेछ। ल हामी अब हात्ती साथी हेर्छौँ अनि निस्किन्छौँ। सो गाइस हात्ती चाहिँ मैले यहाँबाट देखाइदिएँ मोबाइलबाटै। यसो छ टक्क लगाएर। ल सो गाइस त्यहाँ चाहिँ अब गैँडा छ त्यहाँ होइन। त्यो भित्र सायद जानु नमिल्ने होला त्यहाँ। ल साथीभाइहरू गैँडा है त्यहाँ। यहाँ गैँडा टक्क लगाएर घाँस खाँदैछ है। सो जस्ट हामी चाहिँ अहिले अर्कै ठाउँमा घुम्न आएको छौँ। अनि यस्तो छ टक्क लगाएर देख्न सक्नुहुन्छ। भिडै छ यता त। टक्क लगाएर यस्तो छ यतातिर भ्यूहरू। ल यस्तो छ है। गाइस गइहरू सर्लक्क लगाएर एउटा दुईवटा तिनवटा चारवटा। ल अब चाहिँ हामी निस्किन लागेको टक्क लगाएर। मलाई चाहिँ लास्टै गाह्रो भइसक्यो। निन्द्राले सताखा लास्टै। म तपाईँलाई एउटा चिज देखाउँछ है। जेट प्लेन भन्ने हुन्छ नि त। प्लेनमा के उठ्छ नि त। यसको चाहिँ धुवाहरू अब एकछिनसम्म बाँकी रहन्छ। म चाहिँ त्यो तपाईँहरूलाई देखाउँछु। यस्तो बवाल भएको छ कि हेर्नु न आकाशमा त्यसै टक्क लगाएर उता सेपमा गएको क्या टक्क लगाएर।
सो गाइज यो चाहिँ कुनै दिन यो ठाउँको चाहिँ भाइरल भएको थियो यो चाहिँ यहाँ पुरै यो उनी उ छ क्या के हो नामै थाहा भएन मलाई गाइज हात्ती सफारी 1000 रुपियाँ सो हामी चाहिँ अहिले अब खाजा खाएर निस्किसकेको छौँ अब चाहिँ अलिक जोस आएको क्या अब अघि चाहिँ खाजा नि खाएको थिएन निन्द्रा चाहिँ लगाइरहेको थियो अरे अनि अब चाहिँ हामी गाडी कुदिरहेको छौँ अब गाडीमा लगाइरहेको सो जस्ट हामी चाहिँ अब खाइसक्यौँ गाडीबाट झरेर अब बिस्तारै हिँड्दै जान्छौँ हामी यहाँबाट लगभग कति छ भने त्यस्तै होला 30-35-40 मिनट जति होला बिस्तारै जाँदाखेरि टक्क हिँडेर हामी बिस्तारै जान्छौँ त्यही नै अब आजको लागि चाहिँ भ्लग दिनुहुन्छ च्यानलमा जो नयाँ हुन्छ लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र साथमा रहेको बेल आइकन पनि थिचिदिनु होला र यति भन्दै आजको लागि म बिदा हुन्छु